नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो नयाँ युट्युब च्यानलमा। अहिले चाहिँ युट्युबले धेरै च्यानलहरू चाहिँ डिलिट गरिरहेको छ। इन्डियामा अहिले एकदमै धेरै च्यानलहरू, एकदमै ठुलो ठुलो च्यानलहरू 1 मिलियन, 4 मिलियन, 5 मिलियन सब्स्क्राइबर भएको च्यानलहरू चाहिँ युट्युबले डिलिट गरिरहेको छ। र यदि तपाईहरु पनि युट्युबमा भिडियो बनाउनुहुन्छ, युट्युबमा करियर बनाउनको लागि अगाडि बढ्दै हुनुहुन्छ, युट्युबमा तपाईले चाहिँ कन्टेन्ट क्रिएट गर्दै हुनुहुन्छ भने चाहिँ तपाईले पनि यस्ता गल्ती नगर्नु होला। हाम्रो एउटा सानो गल्तीको कारणले गर्दाखेरि चाहिँ पछि हामीलाई एकदमै ठुलो हानि हुन सक्छ। इन्डियामा अहिले धेरै दुःख गरेर बनाएको च्यानलहरू 4 मिलियन, 5 मिलियन, 6 मिलियन सब्स्क्राइबर भएको च्यानलहरू सबै च्यानलहरू चाहिँ के भइरहेको छ भन्दाखेरि डिलिट भइरहेको छ। र जतिजनाको च्यानल डिलिट भएको छैन उनीहरूले अल टोटल भिडियोहरू पनि डिलिट गरिसकेको छ। तपाईको भिडियोहरू चाहिँ पुरा डिलिट गर्नु परिरहेको छ। सो एकचोटि सम्झनुहोस् साथीहरू, 5 मिलियन सब्स्क्राइबर भएको महिनामा 2-3 लाख कमाइ गरिरहेको च्यानल चाहिँ डिलिट हुँदाखेरि आफूलाई कस्तो हुन्छ होला। सो त्यसैले गर्दाखेरि अहिलेको समयमा चाहिँ कुनै न कुनै युट्युबरसँग 2 वटा च्यानल हुन जरुरी छ। त्यसैले गर्दाखेरि साथीहरू मैले पनि यो एउटा नयाँ च्यानल बनाएको हो। यदि भविष्यमा मेरो च्यानलमा पनि कुनै समस्या आइहाल्यो र मेरो च्यानल पनि डिलिट भयो भने चाहिँ तपाईहरुले मेरो भिडियोहरू हेर्न सक्नुहुन्न। यदि तपाईहरु मेरो भिडियो हेर्न चाहनुहुन्छ, अहिले जसरी मलाई सपोर्ट गरिराख्नु भएको छ, मसँग जोडिराख्नु भएको छ, भविष्यमा पनि त्यसरी नै तपाई चाहिँ जोडिराख्न चाहनुहुन्छ, मेरो भिडियोहरू हेर्न चाहनुहुन्छ, सपोर्ट गर्नुहुन्छ भने चाहिँ तपाईले यो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। यो च्यानलमा सबैजना जोडिनु होला, किनभने भविष्यमा मेरो अर्को मेन च्यानल डिलिट भइहाल्यो भने पनि के हुन्छ भन्दाखेरि हामी यो च्यानल मार्फत कनेक्सनमा रहन सकिन्छ। हामीले जानेको कुराहरू आदान-प्रदानहरू गर्न सकिन्छ। अब किन युट्युबले धेरै च्यानलहरू चाहिँ डिलिट गरिरहेको छ भन्दाखेरि विशेष गरेर अर्निङ सम्बन्धी भिडियोहरू बनाउने च्यानलहरूलाई चाहिँ युट्युबले डिलिट गरिरहेको छ। त्यस्तो च्यानलहरूमा, त्यस्तो भिडियोहरूमा चाहिँ एकदमै धेरै स्ट्राइकहरू युट्युबले दिइरहेको छ। अब च्यानल डिलिट हुनुको कारण चाहिँ के हो भन्दाखेरि तपाईको च्यानलमा 90 दिनभित्रमा कन्टिन्यू 3 वटा स्ट्राइक लाग्यो भने तपाईको के हुन्छ भन्दाखेरि च्यानल सिधै टर्मिनेट हुन्छ। सो यदि तपाईले अर्निङ सम्बन्धी भिडियो बनाउनु भएको छ भने युट्युबले अर्निङ रिलेटेड कन्टेन्टहरुमा स्ट्राइक दिइरहेको छ। त्यसैले गर्दाखेरि तपाईको कन्टिन्यू स्ट्राइक लागेको कारणले गर्दाखेरि चाहिँ च्यानल डिलिट भइरहेको छ। र जो साथीहरुले अर्निङ सम्बन्धी भिडियो बनाउनुहुन्छ र त्यो साथीहरुले पनि के गर्नु भएको छ भन्दाखेरि पुरै भिडियोहरू चाहिँ डिलिट गरिसक्नु भएको छ, ताकि मेरो पनि च्यानलमा यसरी चाहिँ स्ट्राइक आएर च्यानल डिलिट नहोस् भनेर आफ्नो भिडियोहरू सबै के गर्नु भएको छ भन्दाखेरि डिलिट गर्नु भएको छ। यो समस्या इन्डियाको एकदमै पपुलर युट्युबर मनोज देको च्यानलमा पनि पहिला आएको थियो र मनोज देले पनि सबै भिडियोहरू चाहिँ डिलिट गरिसकेको छ है। र अहिले उसले कन्टेन्टमा अलिकति के गरेको छ भन्दाखेरि सुधार गरेको छ। अब मेन अर्निङ सम्बन्धीको भिडियोमा स्ट्राइक आउनुको कारण चाहिँ के हो भन्दाखेरि साथीहरू अलिकति थर्ड पार्टी एप्लिकेसनहरुको भिडियोहरू बनाएर हो र विभिन्न बेटिङ साइटहरुको प्रमोसन गरेको कारणले गर्दाखेरि चाहिँ त्यस्तो भिडियोहरुमा चाहिँ स्ट्राइक आइरहेको छ। इन्डियाको धेरै युट्युबरहरूले चाहिँ प्ले स्टोरमा नभएको एप्लिकेसनहरू गुगलमा गएर चाहिँ हामीले डाउनलोड गर्नुपर्ने विभिन्न बेटिङ साइटहरू भयो, अनि अरू थर्ड पार्टी विभिन्न एपहरू हुन्छ, त्यस्तो एपहरू चाहिँ प्रमोसन गरेर अनि भिडियोको डिस्क्रिप्सनमा चाहिँ त्यो खालको लिङ्कहरू राखेको कारणले गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि स्ट्राइक लाग्यो। तपाईले पनि यदि अर्निङ सम्बन्धी भिडियो बनाउनुहुन्छ, युट्युबमा भिडियो बनाउँदै हुनुहुन्छ भने चाहिँ तपाईले कहिले पनि थर्ड पार्टी एप्लिकेसनहरू, बेटिङ एप्लिकेसनहरूको प्रमोसन गर्न मिल्दैन, भिडियो बनाउन मिल्दैन। त्यस्ता एप्लिकेसनको लिङ्कहरू पनि तपाईले चाहिँ राख्न मिल्दैन। यो चाहिँ युट्युबले पहिला पनि आफ्नो कम्युनिटी गाइडलाइनमा राखिसकेको कुरा हो, यस्तो भिडियो बनाउन मिल्दैन भनेर सबैलाई जानकारी गराइसकेको कुरा हो। तर पनि धेरै युट्युबरहरूले चाहिँ यो युट्युबको गाइडलाइनलाई फलो नगरिकन यस्तो भिडियो बनाएको कारणले गर्दाखेरि चाहिँ यो समस्या आइरहेको छ साथीहरू। त्यसैले गर्दाखेरि तपाईले पनि युट्युबलाई झुकाउने चाहिँ कोसिस नगर्नु होला। युट्युबले एक दिन थाहा पाउँदैन, 2 दिन थाहा पाउँदैन, तर एक दिन न एक दिन तपाईको के हुन्छ भन्दाखेरि युट्युबले थाहा पाउँछ, त्यसपछि तपाईलाई समस्या हुन सक्छ। त्यसैले गर्दाखेरि तपाईले लङ टर्म लाइफ टाइमसम्म आफ्नो च्यानललाई राम्रो तरिकाले चलाएर लान चाहनुहुन्छ भने चाहिँ तपाईले कम्युनिटी गाइडलाइन रुल्सलाई फलो गरेर नै भिडियोहरू बनाउनु पर्ने हुन्छ साथीहरू। हुन सक्छ तपाईले त्यस्ता भिडियोहरू बनाए मार्फत एकैछिन तपाईले केही फाइदा लुट्न सक्नुहुन्छ होला, तर भविष्यमा तपाईलाई त्यसले राम्रो गर्दैन है त। र मेरो च्यानलको कुरा गर्नुपर्दाखेरि साथीहरू मेरो च्यानलमा पनि अर्निङ रिलेटेड कन्टेन्टहरू छ, निकै नै छ है। तर मेरो च्यानलमा चाहिँ प्ले स्टोरमा भएको एकदमै जेन्युइन एपहरूको मात्रै मैले चाहिँ के गरेको छु भन्दाखेरि भिडियो बनाएको छु। तर त्यस्ता जेन्युइन एप प्ले स्टोरमा भएकै एप्लिकेसनहरूको भिडियो बनाउँदाखेरि पनि स्ट्राइकहरू लागिरहेको हुन्छ कतिपय भिडियोहरूमा। त्यसैले गर्दाखेरि साथीहरू अब
ढुक्क चाहिँ बस्नु नसकिने भयो। मैले चाहिँ प्ले स्टोरकै एप्लिकेसनको भिडियो बनाए पनि त्यसमा चाहिँ कहिले स्ट्राइकहरू आउने भइरहेको छ युट्युबमा अहिले। त्यसैले गर्दाखेरि साथीहरू मैले यो नयाँ च्यानल क्रिएट गरेको छु। यो च्यानलमा चाहिँ सबैजना साथीहरू जोडिनु होला भनेर चाहिँ मैले यो फर्स्ट भिडियो बनाएको छु साथीहरू। सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, सबैजना यहाँ जोडिनु होला। विशेष यो च्यानलमा चाहिँ म युट्युब, फेसबुक, टिकटक सम्बन्धी भिडियो बनाउने छु। युट्युब मोनिटाइजेसन होइन, टिकटक मोनिटाइजेसन, फेसबुक मोनिटाइजेसन, विभिन्न युट्युबको अपडेटहरू, टिप्सहरूको भिडियोहरू मात्र बनाउने छु। अरू कुनैको भिडियोहरू हुने छैन यो च्यानलमा चाहिँ। त्यसैले गर्दाखेरि तपाईँ पनि भविष्यमा एउटा राम्रो कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ भने चाहिँ यो च्यानलमा अवश्य पनि सब्सक्राइब गरेर जोडिनु होला है त। ओके, आजको भिडियोमा यति नै साथीहरू। नेक्स्ट भिडियोमा फेरि पनि भेट्नेछौँ। तबसम्मको लागि गुड बाई।